सेवा वेलकम ब्याक टु माई च्यानल एन्ड माई भिडियोज। अनि म चाहिँ आज मन्दिर आएको छु। मैले घरबाटै चाहिँ भिडियो बनाइनँ, यतानिर आइसकेपछि भिडियो बनाएको छु। अनि म चाहिँ यहाँनिर अलिक उयो छ नि त, त्यही भएर यहाँ ठाउँ खोजिरहेको छु क्या भिडियो कहाँ बनाउने, कहाँ उभिएर बनाउने। अनि यता कुनै कुनामा आएर भिडियो बनाउँदैछु र तपाईँहरूलाई हेर्दै गर्नु ल। बाइक अलिक चिया खाएर आएको, यो सिटीबाट आएको थियौँ गाइस। अनि मेरो भाइ चाहिँ यहाँ छ, यता देखाएको छ आउटफिट, बाइक आउटफिट, बाइकको न्यू सुज देखाइदेऊ। बाइकको न्यू सुज छ। यसले चाहिँ मलाई क्याक्टस देखाउनु आइरहेको छ। कहाँ छ क्याक्टस? ए यो भनेको उयो अरे क्याक्टस चाहिँ क्याक्टस भन्छ, डेजर्टमा हुन्छ पो त क्याक्टसहरू त। डेजर्ट अनि किन यहाँ छ, किन यहाँ छ? खोइ डेजर्टदेखि पनि निकाल्दा हुन्छ त, डेजर्टदेखि हो ल, डेजर्टदेखि होइन, दोकानहरूमा बेच्छ डेजर्टदेखि निकाल्दा होइन, अफ्रिकादेखि आउँछ होला तिनीहरू त। ल गाइस, अब हामी चाहिँ भित्र जान्छौँ, त्यहाँनिर त्यो भवनभित्र जानु छ। गाइस बाइक चिया खानेछु हेर्दैन चाइनिज दिदीलाई हेर्नु लगायो, चाइनिज दिदीलाई हेर न यहाँ। हाई बोला न, यस्तो लजाउने मान्छे पनि हुन्छ ल। कति राम्रो हो, कति राम्रो लगाइस। अब हामी चाहिँ कहाँ जान्छौँ थाहा छैन, चियाहरू खायौँ। अब चाहिँ पूजा स्टार्ट भएपछि चाहिँ पूजा गर्छौँ। हाम्रो सत्याङमा किराँतीको मन्दिर चाहिँ यहाँ चाहिँ गाइस आएको छैन होला। गाइस होइन, एउटा कुरा, लक्की प्लान्ट भनेको यो त होइन नि, यो यहाँनिर छ, जुम गर्छ। ए जुमै हुँदैन रहेछ। होइन लकी प्लान्ट त्यस्तो हुन्छ तर तिनवटा मात्रै छ यता। के छ? अलिक ठुलो हुन्छ हौ। लक्की प्लान्ट यो अरे हो, भाइले भनेको हो कि होइन गाइस, यहाँ भनिदिनु पर्यो। यहाँ तिनवटा रहेछ। लकी प्लान्ट जस्तै छ नि त। खै यता देखाउ त, तिम्रो टिपेको देखाउ नि त। यो अरे यो हो त, हो नि, हो त, हो जस्तो छ। तिनवटा मात्रै छ, चारवटा चाहिन्छ। 1 2 3 यहाँ तिनवटा मात्रै छ। यही हो बाबु, यो तिनवटा मात्रै छ। चारवटा चाहिँ छैन। यो त हामीले बिमारी हुँदा खाने दबाई पो त हो। पछि गाउँ गएर खोज्नुपर्छ, भेटिन्छ कि। त्यसको डुप्लिकेट यहाँ छ हो। यो त अलिक चिप्लो बाटो छ नि, तर त्यता हार्ड छैन। अहिले चाहिँ हामीले फोटोसुट गरेर अघि चाहिँ भाइ हराएर भाइ खोजिरहेको थियो नि, त्यो भिडियो चाहिँ बनाएन। जस्तो कि यहाँ बाटोहरू यस्तो यस्तो रहेछ। यो झापामा घाम चाहिँ कत्रो लागेको हो, कत्रो चाहिँ छ क्या झापामा घाम, पाहाडको भन्दा ठुलो छ। कत्रो छ अरे? घाम यत्रो छ अरे गाइस, कति ठुलो हो। कसरी त्यत्रो ठुलो छ हो, छ पनि होला हौ। हेर्नु न उमा घाम चर्को लागेर भिजाउँछ यहाँनिर तातो भएर। हामीलाई सेवा पनि स्टार्ट भएको छैन, कति बजी सक्यो, 9 बजी सक्यो होला सायद। भोक लागेको छैन, तर भोक चाहिँ लाग्दैन है चिनी खाएर। हाम्रो चाहिँ पूजा स्टार्ट भइसकेको छ। अब चाहिँ हामी सेवा गर्छौँ। यसो गर्ने लाग्यो। झ्याम्टा बजाउन आउँछ? झ्याम्टा त आउँदैन, डम्बरी त मेरोमा फुल नै छैन। आन्टी मेरा फुल
बेकार घन्टी बजाएको फुल हरायो आन्टी ल ओके कि मुख पर्नु वांगा घन्टी कस्तो मिठो बनाएको अमर चाहिएन आन्टी तिनै राम्रो सेवा गरेर बस्नु है लो लो पुरो बसो ओ माथि लपट नाइ ओ माथि लपट ओ हुन्न ओ रैबाट पोर्दा पनि भयो ए ఎంత तपाईँ बस्नु जान्छ ए मजा ए होला नि हो ए तामाली मलाई चाहिँ बताउनु खास आएन है गाइस ल सेवा गरौँ ल नानी हो सेवा गरौँ गुरु सेवा ल पुस्तक सेवा गरौँ घन्टु बजाउनु चाहिँ एकदम माहुर भइरहेको माहुर पुरा मन परेर आएको छ घन्टु बजाउनु चाहिँ एकदम मेरो भाइ चाहिँ यहाँ छ खेल्छ सिधै खेलौँ न ल होइन सबसे भन्नु टिम होइन को जित्छ त्यो होइन एउटा मान्छेले पनिसमेन्ट लाउनुपर्छ ल गर्नुपर्छ ल भाइलाई यो बोकाएर दिएको ल अझै हामी दुईजनालाई 1 पोइन्ट चाहिन्छ जित्नुको लागि एकजना मलाई अझै 5 पोइन्ट आइको छोरा बाहिर खाँदैन हो साह्रै डराउने पनि हुन्छ सामान बनाउनुहुन्छ यो चाहिँ चलाउनु होला है खानामा त चलाउनु भयो खानामा त चलाउनु भयो यसरी तपाईँलाई देख्दै हुनुहुन्छ तपाईँ अलिक आएछ हामी चाहिँ अब यहाँनिर म तपाईँलाई देख्दै छुइनँ त अन्नु गर्नु मेरो सनस्क्रिन त्यहाँ टाँसिन्छ Just kidding.
What did you see, guys? Oh my God! Is this quicksand? I can't. Look! There's houses. हे गाइस अनि अहिले चाहिँ हामीले खाजा खाइसकेर अब चाहिँ चरु पल्लो जाँदैछौँ। हाम्रो मन्दिर चाहिँ यहाँ छ। मेरो बहिनी चाहिँ यहाँ छ, अलिक लजाउली रहेछ, लजाउती। अनि यो हाम्रो माङहिमको नाम चाहिँ किरात माङसेबुङ माङहिम रहेछ। ठ्याक्कै माथिको माङसेबुङकै नाम रहेछ। तागेर नि अब माङ्गे सेवा माङहिम। यो हाम्रो माङहिम। के थले हुनुहुन्छ नानी? हामी लिम्बू के चेम्चा। तेरो हजुर स्यान्डल यहाँ फुटाल्नुपर्ने हुन्छ। ओ सिट मेरो यो क्राउन झऱ्यो त यार। यहाँ म्याटहरू निकाल्ने बिछाएर बस्ने हो। ल बाई अब हामी चरो बोल्छौँ। सरी नो वरिपरि बसौँ है। ओए यहाँ बसौँ, आमा यहाँ बसौँ। आमा युङ्गे कट्ना म चाहिँ यहीँ बस्नु पऱ्यो। हामीले बत्ती बाल्दा नि सिकाएको नभएको नानी हो। सलाइले बाल्दा ठिक हुन्छ कि लाइटरले पनि बाल्नै पर्छ, बाल्ने औजार नै हो। तर हामीले लाइटरले चाहिँ यो दियो बाल्दा चाहिँ डाइरेक्ट नबाल्नु। परबाट अर्को सलाइटमा सल्काएर अर्को सलाइटबाट चाहिँ हुन्छ। किनभने चाहिँ जुनी फेर्दै जान्छ कि डाइरेक्ट लाइटर पुरा ठिक हो। आमाले बुझेको रहेछ त्यो डाइरेक्ट बाल्दाखेरि त्यो लाइटर पनि बिग्रिन्छ, त्यो अलिकति शुद्ध पनि हुँदैन। हामी त सल्लाइ मात्रै चलाउँछौँ न। होइन अब ग्यास भन्ने कुरो त अलिक पर चुलाको कुरो आयो होइन। अब यो भन्ने कुरो त डाइरेक्ट अब त्यो मागको बियोमा किन पुर्याउनु हो भन्नु खोज्छौँ। तर कतिले बेसी सिकायो भन्छ फेरि रिसाउनु हुन्छ। जो ठिक भने आमाले सलेटमा बाल्छौँ अनि त्यहाँदेखि सल्काउँछौँ। यसो भाटामा सफलपाती त्यो चाहिँ हात दौड्छ कि लुलो हुन्छ कि हात दौड्छ। यस्तो ठाडोमा चाहिँ हात दौड्दैन। यो बाल्नु त्यसले त गर्छ। उताबाट सरकार आउनु पनि चाहियो। माथिबाट माथि चल्दा चाहिँ उतामा राखिँदैन हुन्छ। कन्याले म त बुढी हो। कन्याहरूले बालौँ, बिहा गर्नेले पनि बालौँ, नगर्नेले बिहा नगर्नेले पनि बालौँ। तपाईँ कन्या हो नि? कन्या हो। के भन्छौ? सेवा गर्दा चाहिँ छाडा नबोल्नु है पुजारीहरू, सेवा लाग्दैन। आफू त हुन्छ न आफू समाउँदै सेवा गर्नुभयो कि भाँची गयो त हुँदैन। पुजारीले कहिले नाक सिङ्गार फाल्दै सेवा नगर्नु बाङ्गे फाप्दैन। सेवा त सुस्तो गर्दा राम्रो छ। तर सेवा गर्दाखेरि पनि हाम्रो माफ चाहिँ हुनुपर्छ। यो एकता हो। अब बिहे गरेको त अब लिएको कुरा त भन्नु पाइयो नि त। माफ चाहिँ अनिवार्य हुनुपर्छ हाम्रो उसमा हो। किनभने विश्वास लाग्दैन भने नि नभए बाली खान्छ। झुल्के घाममा हेर्नुपर्छ। झुल्के घामको टाउमा हेर्नु कि यस्तो घाम धर्किने बेला घाम घरको छेउबाट घाम भित्र छिर्यो भने
त्यो घामको टक नपरेकोमा चाहिँ राम्रो सफा देखिन्छ घामको टक परेको चाहिँ धुलो उड्ने घामको छायामा पऱ्यो भने नि मान्छे उबाट बोल्दै पछि इन्द्रेणी जस्तो जान्छ अनि त्यो त पुरा पस्छ नि त हाम्रो त्यो अब मागको प्रसादमा पस्छ मुद्दुमा पस्छ खानेकुरोमा पाहुनालाई दिने खानेकुरोमा पस्छ त्यसले गर्दा हामीले अनिवार्य मास्क चाहिँ लगाउनुपर्छ मास्क लगायो भने आफू पनि बाँचियो र अरूलाई पनि बचाइयो दुईटा फाइदा हुन्छ तर मान्छेलाई त्यो मास्क लाउने बानी छैन र अनर्थ मान्छ अब तिमी यही लाउनु मास्क पर्ने आफू पनि बाँचिन्छ अरूलाई पनि बचाइन्छ अब के गर्दा पनि अब पाहुना आयो भने बनाइदिने भन्छ होइन फटेक चिनी चलाउँदैछ उहाँ फटेक्कै बोलिरहेको छ बक्कु त्यहाँ अनि जुठो लगाएर दिन्छ अब जुठै त्योभन्दा त जुठै बोटोको दिनु नि हुँदैन अब त लिम्बूहरू चितुवा बाघहरूमा त्यस्तो भन्नु हुँदैन त्यस्तो अब आफै भन्छ भने त अरूलाई छोटाउने ठाउँ पनि छैन होइन फ्यागमा अनि मेरो बुढा चाहिँ चेम्जङ ऊ चाहिँ आङदेम्पे चेम्जङमा तिनीहरू आङदेम्पे चेम्जङ मेरो छोरी यो ऊ त्यो चेम्जङमा मेरो नाति रहेछ त्यहाँ कहाँ छ थुप्रो छ चेम्जङ यतापट्टि तपाईँको चेम्जङ हो हजुर पनि चेम्जङै हो हजुर तपाईँ नि चेम्जङ हो म चेम्जङ त चेम्जङ ढङ्गवाले नागाटुङै गुरु ठिकी बङ एछि बनाउँछ बनाउँछ राम्रो खालको मेना यो चेम्जङले मेरो नेपालीको पोसा लक्ष्यले Tagerani mafumangi sewaru manging leti thaku samewalimi bawali thakthakku lingden hangma se Bambi Vikram Sambat 1988 वैशाख 24 गते यन्निले yang पान्थर चोकमा गुलाबरे गुटी मान्हिमियो थासुबाकन शिवा गाइस यहाँनिर चाहिँ उत्यो हुँदैछ नि त पञ्चम सेवा हुँदै रहेछ यहाँनिर के भन्छ यसलाई त्यसै नै म सोध्छु है के पो भन्छ हौ सुकुम बासेछ नि दमकमा के पो थियो मलाई याद आएन तर म भरे भन्छु यहाँ चाहिँ अनि पञ्चम सेवा थियो त्यही भएर हामी चाहिँ पञ्चम सेवा मान्न सेवा गर्न आएको अनि अहिले चाहिँ हामीले चरु पोल्दैछौँ अनि अघि चाहिँ हामी एकालो मन्दिरमा पूजा गरिसक्यौँ भने अहिले चाहिँ पल्लो मन्दिरमा चरु पोल्दैछौँ चरु पोलिसकेपछि चाहिँ घर जानुपर्ने हुन्छ है चरु पोल्दै हुनुहुन्छ म चाहिँ एकछिन ब्रेक लिन आएको थिएँ अनि अब फेरि जान्छु म चाहिँ ल हेर्दै गर्नु है गाइस अनि मलाई चाहिँ याद भयो हामी कहाँ रहेछौँ भने बेलडाङ्गी 2मा छौँ बेलडाङ्गी 2मा छौँ अनि अघि नै मैले भन्दै थिएँ नि त्यो मन्दिर त किरात माङसेलुङ माङिम भनेर तर होइन रहेछ क्या किरात माङसेलुङ माङिम रहेछ द्याट्स इट बाइक म चाहिँ बाहिर निस्केको छु अहिले रेस्ट एकछिन बस्नलाई त्यहाँ निस्किँदाखेरि चाहिँ मेरो सुरुवात मङ्गल चाहिँ रौतो भयो क्या चल्ने लडेँ सो स्याड फर मी अब पूजा गर्न जान्छु एकछिनमा जस्तो राम्रो रहेछ यसरी बस्नेहरू
Lu. Thịt nết zoom. लु बहिनीहरूले नै बत्ती बाल्नुहोस् आखी भएर जाओस् सही हो ताकि हुन्छ अहिले उहाँ लानेले उठाउँदा हुन्छ हाम्रो लाने तुतुम्याङ हाम्रो सेवाले सबैलाई बाँड्न पाउँ हाम्रो सेवा ईश्वरले त त्यो महिला Sapagati Hamma Nivasava, Sapagati Hamma Nivasava, Putpati Hamma Nivasava, Sambapati Hamma Nivasava, Patupati Hamma Nivasava, Vijayati Hamma Nivasava, Buddha Nilakanta Hamma Nivasava, Patmati Sumati Hamma Nivasava, Sati Hamma Nivasava, Sava Yehan Akirata Nivasava, Hamma Nivasava, Samaya Sila Manhani Osawa Narim Seva Manhani Osawa Alaring Oba Manhani Osawa Tuana Hukyo Siwani Nabi Osawa Manhani Sad. मेरो भाइले चाहिँ स्याड बनाएको अरे हो स्याड भइरहेछ न इमोजी यता झाकुलमा पानी हुन्छ अलि परेपछि भएन भने अरू कसैलाई यसो फेरि एउटा बत्ती बालेर लगाइदियो एउटा बत्ती हामी चाहिँ धेरै आइहालेछौँ है आफ्नो आफ्नो ठाउँमा बस्नु भन्ने रहेछ उता हाम्रो सिटमै बस न
यस्तो बेकार छ मेरो बाइक सिट उता तिमी यताले साइडमा बस्नु ए गाइस यहाँ कति लक्की प्लान्ट यही हो होइन अनि अहिले चाहिँ हाम्रो पूजा सकिसक्यो अनि अब चाहिँ हाम्रो घर जान्छ मेरो फोन पनि 1% छ अनि 1% किन अब हामी चाहिँ घर जान्छौँ खाना खाएर होला सायद मेरो भाइ चाहिँ यहाँ छ भोक लाग्यो आज चाहिँ मेरो सुरुवाल पनि फाटेको छ के भयो यहाँ अघि ड्याङ्गे लाउनु आँटेको थिएँ सुरुवाल यत्रो फटाएछु गाइस हेर्नु ल कहाँ थियो बाई यो झन्डाहरू कस्तो राम्रो साथीभाइहरू मलाई चाहिँ एउटा के कुरा याद आयो भने नि यो माथि झन्डाहरू देख्दै हुन्छ नि हाम्रो सुम्निसा यहाँ वरिपरि छ कि सुम्निसा चाहिँ यो मन्दिरको वरिपरि राउन्डै छ त्यो सुम्निसा चाहिँ सबै प्रत्येक घरको एउटा राख्नु भएको अरे क्या मतलब सुम्निसा चाहिँ एउटा घरको अब सुम्निसा भनेपछि 3टा त भइहाल्छ यो 3टा चाहिँ एउटा घरको 3टा एउटा घरको 3टा एउटा घरको अरे क्या कस्तो है राम्रो छ नि कस्तो राम्रो देखेको रहेछ ल हजुर हामी चाहिँ खाना खाएर जानुपर्ने रे अब खानुपर्ने होला मिक्सेन खाना खाएर जानुपर्ने रे आऊ हामी चाहिँ खाना खाएर जानुपर्ने रे अब खाना खाएर जान्छौँ होला आज चाहिँ मेरो ब्याङ्कमा जाने काम पनि थियो तर म अन्त खाना खानुपर्ने रे हौ तर ब्याङ्क चाहिँ पाइनँ गाइस तिमी भएर त रङ्गमा रूप छ तिमी नहुँदा त यो चाहिँ के हो खास कुरा नबुझेको कसलाई थाहा छ अन्त यो चाहिँ के हो प्यारामिड जस्तो के हो यो के बनाउनु खोज्नु भयो होला सायद हेर्नु न मिक्सन यो के हो भन त यो त के जस्तो छ प्यारामिड पनि होइन ओइ मकै बारी आइज यो चाहिँ के हो साथी यो टावर के को टावर विदेशतिर हुन्छ नि टावर त्यस्तै छ युके को टावर युके न युएसए को होला ल तिम्रोमै ट्याङ्गे झर्छ बाई बाई भरेपछि डराउँछ भोरेपछि डराउँछ यो चाहिँ फोहोर हाल्ने ठाउँ अरे अनि त्यहाँनिर ल्याउनुहुन्छ अरे भोरेपछि जलाउनुहुन्छ अरे हामी चाहिँ घर गएको फर्केको अनि हामीले चाहिँ खाना पनि खाइसक्यौँ मिठो अनि प्रसादहरू पनि लिएर आयौँ माङ्गेन चामल भाइहरू चाहिँ उता छ अनि म यहाँ छु यहाँतिर चाहिँ हाम्रो धार्मिकहरू धेरै हुँदो रहेछ ल गाइस अब भिडियो यहीँ गर्छु घरसम्म लान्न बाई बाई भयो भने घरै पुऱ्याउँछु गाइस अनि म चाहिँ अहिले घर आइसकेको छु अनि दिन चाहिँ पूजा चाहिँ एकदम राम्रै भएको थियो दिन पनि राम्ररी नै बिताइयो भनिन्छ कि के भनिन्छ जे होस् राम्रै भयो भनौँ न पूजा राम्ररी गरियो तर एउटा काम चाहिँ छुट्यो मेरो ब्याङ्कमा जाने काम चाहिँ छुट्यो अब त्यो चाहिँ एउटा कामको लागि थियो स्कलरसिपको लागि तर अब त्यो पनि भोलिसम्म मात्र थियो डेट 25 गतेसम्म थियो तर त्यो पनि अब भोलि नै 25 हो आज नै जानु थियो आजै फर्म भर्नु थियो मैले एक्टिभ गर्नु थियो ब्याङ्क तर भएन आज अब के हुन्छ थाहा छैन भोलि हुन्छ जे हुन्छ भोलि हुन्छ भोलि भयो भने भयो गएर एक्टिभ गर्ने हो आउने फर्महरू भर्ने भयो भने भयो भएन भने भएन त्यो काम चाहिँ मेरो छुट्यो अरू ठिकै छ ल तपाईहरुले अहिलेसम्म हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद अहिलेसम्म लाइक गर्नु भएको छैन भने लाइक गरिदिनु होला अनि अर्को भिडियोमा भेटौँ बाइ ए होइन नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु है अनि कमेन्ट पनि गर्दा हुन्छ तपाईहरुलाई मन लाग्छ भने ल अब चाहिँ बाइ बाइ
Bye bye. See you soon. See you later in next video.